आजको यो भिडियोमा प्योर इनर्जीको आइपिओ रिजल्ट सम्बन्धमा हजुरहरूलाई सम्पूर्ण जानकारी दिन गइरहेछु र साथमा यस कम्पनीले सेकेन्डरी मार्केटमा कति ओपनिङ प्राइस पाउनेछ र यस कम्पनीको डिभिडेन्ड क्यापेसिटी के कस्तो रहेको छ र साथसाथै यस कम्पनीको आइपिओ पर्यो भने कति लङ टर्मको लागि होल्ड र कति सर्ट टर्ममा सेल गर्ने भन्ने कुरा पनि हजुरहरूसँग विस्तृत गर्न गइरहेछु। त्यसैले यस भिडियोलाई अन्तिमसम्म पक्कै पनि हेर्नुहोला। प्योर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि 11,95,200 किता सेयर सहितको आइपिओ 2081 चैत्र 28 गतेदेखि 2082 वैशाख 2 गतेसम्म बिक्री खुल्ला गरेको थियो। उक्त आइपिओमा कुल 19,36,053 लगानीकर्ताहरूले आवेदन दिएका थिए। यस कम्पनीको आइपिओ सेयर 1,19,520 लगानीकर्ताहरूलाई मात्र पर्न जान्छ, जुन 10 किता बराबर हुने गर्दछ र बाँकी 18,16,533 जनाको हात खाली हुने पाइन्छ। यस कम्पनीले सेकेन्डरी मार्केटमा पहिलो कारोबारको लागि पाउने ओपनिङ प्राइस चाहिँ प्रति किता 96.45 देखि लिएर 289.35 सम्म हुने गरेको छ। यस कम्पनीको ओभरअल हेर्दाखेरि पछि गएर फाइनान्सियल राम्रै गर्ने देखिन्छ। त्यसैले अन्य आउने दिनहरूमा पनि यस कम्पनीले राम्रो डिभिडेन्डहरू पनि बाँड्न सक्नेछ। यस कम्पनीको आइपिओ परेमा लङ टर्मको लागि होल्ड गरेर राख्दा पनि राम्रो नै देखिन्छ र सर्ट टर्ममा पनि 1000 को आसपासमा नै सेयर बेच्दा पनि मुनाफा नै प्राप्त गर्न सकिन्छ। क्यापिटलको जानकारी आए अनुसार सबै आवेदनहरू भ्यालिडेट भई अन्तिम चरणमा पुगेको र यस कम्पनीको आइपिओ रिजल्ट यही वैशाख 11 गते बिहीबारका दिन निष्कासन गरी सर्वसाधारणहरूमा आउनेछ। अझै यस्तै जानकारीमूलक भिडियो हजुरहरू समक्ष राख्ने नै छु। हवस् त, धन्यवाद।